यो भिडियो कसले बनायो यार? मा कसम 21 तोपको सलामी दिन मन लाग्यो के यो भिडियो बनाउनलाई त। हेर्नुस् एकचोटी। सेम छैन त। सेम छैन त। हर्क साम्पाङलाई केपी ओलीको दोस्रो रूप भनिरहेको छ हैन, भनिरहेको छ नि त। यो भिडियो हेर्नुस् न, ट्याक्कै सेम टु सेम देखाइदिएको छ के। हुन पनि केपी शर्मा ओली एमालेबाट बल्ल बल्ल देशले छुटकारा पाउँदै थियो। फेरि अर्को केपी ओलीको भर्जन हर्क साम्पाङ र हर्क साम्पाङको समर्थक ठ्याक्कै निस्किहाले के। अब देशलाई यहाँभन्दा माथि जान दिन्न नि यिनीहरूले सरकारले राम्रो काम गरे पनि यिनीहरूले ल सरकारले नराम्रो काम गर्दैछ है भनेर जनताहरूलाई भ्रम छर्नको लागि सधैँ यिनीहरूले रोस्टमबाट विरोध गरेको छ नि। हो त्यही हो, हामी जनताको पक्षमा छौँ, हामी जनताको आवाज बोलिरहेको छौँ है भनेर देखाउनको लागि मात्रै हो के यो सबै नाटक। तर यति कुरा बुझ्नुहोस् तपाईँहरूले, एमाले, कांग्रेस, माओवादी र हर्क साम्पाङले यदि सरकारको विरोध गर्दैछ भने सरकार सही ट्र्याकमा छ, सही बाटोमा छ, राम्रो काम गरिरहेको छ सरकारले, जनता र देशको लागि काम गरिरहेको छ सरकारले भनेर बुझ्नुपर्छ। जबसम्म सरकारको विरोध महावीर पुनले गर्नु हुँदैन नि तबसम्म हामी सरकारले गलत गर्दैछ भनेर पत्याउनेवाला छैनौँ। जब सरकारको विरोध महावीर पुनले गर्न थाल्नुहुन्छ नि तब महावीर पुनको पक्षमा म सरकारको विरोध गर्न तयार छु। म त्यति धेरै विश्वास महावीर पुनलाई गर्छु के। तपाईहरूले महावीर पुनलाई कतिको विश्वास गर्नुहुन्छ त? यदि महावीर पुनले सरकारको विरोध गर्न थाल्यो भने सरकार गलत बाटोमा छ है भनेर तपाईहरूले बुझ्नुपर्छ र म पनि त्यही बुझ्छु। र हामी सँगै सरकारको विरोध त्यतिखेर गर्नेछौँ जतिखेर महावीर पुनले सरकारको विरोध गर्नुहुनेछ। सबैलाई धेरै धेरै धन्यवाद र यो भिडियो सबैले सेयर गरिदिनु होला।